हेलो गाइज वेलकम ब्याक टु माई च्यानल है। आज चाहिँ धेरै लामो समयपछि म ब्लग लिएर आएको छु होइन। तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। म फेरि धेरै दिनका भिडियो बनाएँ कि बिचमा केही त्यस्तै कारणले छोडिदिएको थिएँ अनि बनाउनु पाएको थिइनँ है भिडियो। अब चाहिँ सायद डेली नै बनाउँछु होला। अनि के छ तपाईँहरूको खबर है, सन्चै आरामै हुनुहुन्छ होला अनि मेरो भिडियो हेर्दै गर्नु होला। आज चाहिँ हाम्रो घुम्न जाने प्लान छ है। केटाहरू माथितिर गएछन्, कपडा सपडा त्यहाँ प्याक गर्न लाछन्। आज घुम्न जाने प्लान छ अनि अन्तिम भिडियो पुरा हेरिदिनु होला। एकदम रोमाञ्चक हुनेवाला छ होइन। हामी चाहिँ एकदम यहाँ दाङको घोरै माथि खै के ठाउँ भन्ने छ, त्यहाँ के कोट भन्ने ठाउँ, त्यहाँ जान लाखौँ। हामी 4 जना केटाहरू भएर एकदम नाइट क्याम्पको लागि पुरै फुल नाइटै बस्ने भनेर। अनि हेरौँ कस्तो हुन्छ, हेर्दै जान्ला तपाईँ अन्त्यसम्म। रमाइलो हुन्छ होला सायद जहाँसम्म। केटाहरूले यहाँ टिप्पर रोकेर राख्ने कि जाने। हाम्रो सन्तोष जातिको टक्क टिप्पर आएछ होइन। हिँड्दै जाने पर्थ्यो होइन मान्छेसँग हामी टिप्परमा जान्छौँ। अनि त्यसपछि फेरि हामी हिँड्नुपर्छ माथि डाँडोसम्म है। अघि चौरसे एकजना दाइले एकजना ट्याक्सीमा आइमाथि अनि यस्तै लिफ्ट माग्दै लाग्ने हिँडे हामी कि सजिलो हुन्छ माथिसम्म। यो दिन राम्रो रहेछ, दाइहरूले सहयोगी दाइ भेटिनु भएको छ कि हामीसँग होइन। कसैले त रोक्दैन। ल हामीलाई छोडेर दाइ चाहिँ निस्किसक्नु भएको छ है त। एकदम हेल्पफुल दाइ भेटिनु भएको छ हामीसँग चाहिँ होइन। फाइनली होइन हामी चाहिँ सवारीकोटको यहाँ खेतमा तल आइया छ। धेरै छैन, आधी घन्टा लाग्छ हिँडेर। हिँड्दै हामी घरैदेखि हिँडेको अब यहाँ कति लाग्छ होला। टिप्पर पाएर गाडी अनि ट्याक्सी पाएर आइयो। कस्तो भनेपछि आज चाहिँ हामीले चेक हान्नको लागि चाहिँ कति समयमा हामी चाहिँ आइपुग्न सक्छौँ भनेर। अनि बाटोमा चाहिँ हाम्रो कस्तो कस्तो व्यक्तिहरू भेटिनुहुन्छ, कति हेल्पफुल अझै पनि हाम्रो यसरी हामीले बुझ्न सक्छौँ कि अझै पनि नेपालमा यति हेल्पफुल मान्छेहरू हुनुहुन्छ नि। हामीलाई कतै पनि हिँड्न परेको थिएन कि। गाडीमा पहिला सुरुमा एकजना कारवाला दाइ भेटिनुभयो, उहाँले चाहिँ आफ्नो पर्सनल कारमा राखेर ल्याउनु भयो। अनि फेरि त्यसपछि फेरि एउटा टिप्परवाला दाइ भेटिनुभयो जो सल्यानको हुनुहुन्न रहेछ, कालीमाटीको होइन। उहाँले चाहिँ हामीलाई यहाँसम्म ल्याइसक्नु भएको छ भने अब हामी 1 घन्टा टिप्परमा लाग्यो है। हिँड्दै आउँथ्यौँ भने त हामी आइपुग्दैन होइन। सायद हाम्रो यो सायद टुर क्यान्सल पनि हुनसक्छ होला हिँड्नु परेको चाहिँ होइन। बिचमा फर्केर फेरि गएर सुत्ने हुन्थ्यो घरमा। लडक माथि जान्छौँ यात्रा फेरि सुरु भइसकेको छ केटा। त्यो माथि केटाहरू कस्तो लाग्यो केटा? बढिया। टिप्परमा चढ्न पाइसेन टिप्पर यात्रा फर्स्ट टाइम थियो आज। हामी चाहिँ होइन टक्कले होइन यो बाटो छोडेर गोरेटो बाटो है। त्यो चाहिँ हाम्रो गाडी हिँड्ने बाइक हिँड्ने बाटो भने चाहिँ यो चाहिँ हाम्रो गोरेटो बाटो। यो अब जङ्गलको बाटो हिँड्दैछौँ है। ल समय बजिरहेको छ 8 बजे भनौँ। भ्यू हेर्नुहोस् है गाइस पछाडिको। देखिन्छ यहाँ यही हेर्नलाई यही भ्यू हेर्नलाई हामी हिँडेर दिउँसो कति बजे भनेपछि 2 होइन अलि पछि हो, सायद 4 बजीतिर हो क्या घरैबाट हिँडेको। 4 बजी हिँड्ने मान्छे अहिले ठ्याक्कै अब 8 बजे लाग्यो। 4 घन्टाको हाम्रो हिँडाइ यात्रा कस्तो दामी आइपुगेका छौँ। आगो चाहिँ यहाँ तन्किरहेको अवस्था छ है। दामी पारामा चट्ट अब मासु भुट्नुपर्ने हुन्छ। हाम्रो चाहिँ केटाहरूले यसो मासु चाहिँ पोलेर खाऊँ भन्ने कुरो आयो। दामी पारामा चाहिँ मासु मलाई भइरहेको छ चट्ट पारामा। अहिले फेरि हामी यहाँ सवारीकोट आइसकेपछि सामानहरू हामीसँग केही पनि थिएन। न दाउरा थियो, न खाना पकाउने कराई थियो होइन, न हामीसँग डाडो थियो होइन, न झिड थियो मासु पोल्नलाई। अनि त्यसको लागि फेरि हाम्रो एउटा सहयोगी हुनुभएको बा भेटिनु भयो। उहाँले चाहिँ हामीलाई सबै उपलब्ध गराइदिनु भएको छ। र राति अहिले हामी चाहिँ अहिले देख्न सक्नुहुन्छ यो खुल्ला आकाश मुनि छौँ। हामीलाई त्यो बाले चाहिँ के भन्नुभएको छ भने यदि हजुरहरूलाई राति गाह्रो भयो, हावाहुरी चल्यो, पानी पऱ्यो भने मेरै घरमा आएर बास लिनु होला भन्ने खालको एउटा सहयोगी मन हुनु रहेछ। उहाँलाई एकदमै धेरै धन्यवाद। बास अब आयो हाम्रो प्योर सेकुवा पोलाइ। त साथीहरू देख्न सक्नुहुन्छ हजुर, त दामी पारामा पोलिरहेछ केटोहरू है। मलाई त उहाँको पनि याद आइरहेको छ यार। के अरे हामी एकचोटि 85मा हामी पाण्डु म शिशिर होइन, शिशिर वी आर मिसिङ यु है। अनि सुदन पाण्डे तँलाई पनि मिस गरिरहेको छौँ। हामी 4 जना 5 जना बसिरहेको। गुडेन्द्र पनि थियो त्यो बेलामा। त्यति बेलाको हामीलाई याद आइरहेको छ। सेम थिङ गरेका थियौँ त्यो बेला पनि हामीले यस्तै राति बसेर होइन। कमरिया कमरिया कोरेला पालो ललिपप लगेलो त्यो वाला जान्छ अहिले हाम्रो होइन। यो डाँडामा लास्ट हावा केटा चेस दामी टक्क होइन। कोल्ड ड्रिङ्क अनि चिल पारामा सेकुवा
चर चर पोलेको मजा आइरहेको नि केटा गाइस खाना पिकअप है मासाला त्यो कोल्ड ड्रिङ्कले चट्ट पारेर अब चाहिँ सिउरामा सुधाउनु गर्नु पर्ने हुन्छ हामीले है त केटा हो यो होइन कि कोल्ड ड्रिङ्क पानी हो क्या कुन अन्तर यो अबे हराइगयो यार डालो यार कुरो हो 2082 सालको रेटको आज 28 गतेको हामी आज लामी डाँडामा भुटानको लामी डाँडामा ल्याम हजुर ल्याम कि ल्याम हो है अलिकति चर्को भइसक्यो है ठिक छ फुल्यान चर्को भुटियान चर्को सबै चर्कै चर्को खान्छ त रातभरि पानी छैन पानी नपाउँदामा पानी प्यार लाग्छ नुन एक पोवा किनिदिएको थियो अब तिम्रो मुखमा मुख दिन्छु तिमीले मुतामुत गर्ने मस्त प्लान है देखा आपने लापरवाही का नतीजा है खाने पानी उसलाई त्यति पानी नहुनु मिल्दैन स्प्राइट ल्याएको स्प्राइट बम्बी गर्दा ईश्वर लाग्ला यार त्यसको उमेर पुग्यो होइन लाग्नु सक्छ अनि कतिमा खान्छ 11 मा एकछिन जोके नखायो ईश्वर ककटेल गरम के त्यो उहालेर बिगार्दिन के कोरिया बनाउन के धेरै मिनट बिग्रिन्न के गाडी स्प्राइट नि बिग्रिन्छ र दुईटै पिउने त डिजल जस्तो भयो देखाइदिन्छ फाट्यो फाट्यो दुध होकेर फाट्छ हल्लिन्छ नि गाडी राति बाहिर सुत्दा डाँडाले कट्छन् मार्छ ज्याकेट लागिसक्नु सकिन्न मैले भने तिमीलाई भित्र सुत्यो जस्तो हुन्न लान पर्छ केटा हो भने यस्तो गर्मीमा नागर चोत खुब थाहा छ गर्मीमा मर्ने हो र ताके बेला तिमी अहिले घरको सिरो याद आउँछ अब त थोरै चिरा के कहाँ रे यो भुटानको लामी डाँडा के यो ठाउँमा आएको पनि 8 घन्टा हुँदैसक्यो कुन ठाउँ रे बुकी डाँडो ए राजुमेको हो कि त्यो के त्यही स्वाद भएन मलाई चौर होइन ठुलो चौर होला त गाउँ नै रहेछ के हुनु त गाउँ हो क्या त्यहाँको त्यो भ्यू देखिँदै चाहिँ बस यति नआवानी हुन्छ नि यार जतिकै त फर्किहाल्छ एक्लै गयो हामी त आउनु हाम्रो बोलायो घोर्दो रहेछ जो जाँदै गयो भने घोर्दो चढ्यो जाने अहिले यति एउटा हिँड्दिने हो र के बिहान बगाउँदै जाउँ बेलुका गयो नि बिहान गयो नि त्यहाँ पुग्नु तपाईँ हिँड्दै गरौँ म चुरोट आउँछु म चुरोट खाएर आउँछु हिँड्दै गर्नु मैले घोरै त ढोस हानिन्छ केले गुलेलले तँ बाँडिन्छ यहाँ बाँड्नु राति आउने तँ बाँड्ने अब म त्यही प्लान गर्नु पऱ्यो मस्त प्लान है घोरै बसमा हानिदिन्छु गुलेलले नि यति मोटाएर ल्याउ नि बसेर गुलेलले हान्ने अब मैले जोसँग पिउनलाई गिलास पानी छैन भने तँ पानी गर्छ साँच्ची अब तँ बाँड्न खोजेँ मैले अहिले आउँदा पनि तिम्रो यो सोचिसकेको सोचिसकेको थिएँ प्लान गरेर म अब घोरै ढोस हान्ने विचार भइसक्यो कब्जामा हान्ने विचार टन भन्ने घोराइको टन बाप को भेज तेरे बस की बात नहीं म घोरै उडाउनलाई म लोकेसन हेर्न म माथि भोलि ढोस हानिदिन्छु मैले आज गोली गट्टा बोकेर गयो आधी केटा त तिनवटा केटा त उइजन भनिदिन्छु टिप्परमा लगेर गोली गोली बोल्ने हान्दिन्छ हान्ने त हो हानिन्छ अझै छ हात छैन हात्तीले छ के त गर्छ यसले गर्छ हार मान्ने होइन होइन
दाङलाई मिसिट गर्छ नि त्यस्तै हो नि त के हान्ने र साँच्चै यार के हान्छस् तँ मान्ने हान कि खोडा हान्ने आज यहाँ हान भोलि दौड दौड हान नजिक पर्छ घोडा त साना दिन भेट्छ कि हौ मान्छेलाई फुलाले भेट्छ यहाँ गुरेले हेर्छ घर दोराले झटारोले ठुलै बम हान्नु पर्छ अहिले यार ऊ भ्याइसक्यो के ढुङ्गा सक्यो ढुङ्गा भ्याइए एक टडक त मैले मगाउँदैछु अघि नै टिप्परमा आइरह ताबाबाट फोन पनि हाने थियो आइपुग्नु लाग्यो त्यहाँ आइरह ओ लाइट बोल्यो आइज